1 वर्ष हामी चुप लाएर बस्नुपर्छ जनताले। 1 वर्ष इन्जिनियरलाई काम गर्न दिनु पर्यो क्या। हाम्रो प्रधानमन्त्री इन्जिनियरलाई नै काम गर्न दिनु पर्यो। के गर्नु, राम्रो गर्ने खुट्टा समातेर टाउकै पछारिदिन्छन्। मलाई बिचली नपाए होइन त। रोटा रुनी कुरो भएन, बालेन सरको घरमा जाने कुरो भएन। जनताका धेरै सपनाको भारी आकांक्षाको भारी बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी यसका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ। निर्वाचनमा उठ्दै गर्दाखेरि पनि अनेक किसिमका जनताका आकांक्षाहरू यो पार्टीले बालेन्द्र शाहले आफ्नो थाप्लोमा बोकेका छन्। सुकुम्बासी समस्या, ऐलानी समस्या, झापादेखि कञ्चनपुरसम्म, काठमाडौँदेखि दूरदराजसम्मका समस्याहरू छन्। यो दृश्य सामाखुसी खोलाको हो। यही करिडोरमा बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा मापदण्ड अनुसार खोला मिच्नेहरू भिआइपीदेखि कतिपय अतिक्रमणकारीहरूमाथि पनि डोजर चलाएर यो खोलालाई खुल्ला गरेका हुन्। के कतिको लगानी हो सर यो हाम्रो ठेक्का तपाईँहरूको? यो करिबन हाम्रो भ्याट बाहेकको अमाउन्ट 23 करोड चान्चुनको प्रोजेक्ट हो। हजुर, हामी अगाडि बढिरहेछौँ, भइरहेछ काम। वर्तमान प्राइम मिनिस्टरले यो चाहिँ एकदम तीव्र गतिमा गर्न लानु भएको छ होइन। यसलाई हामी धेरै धन्यवाद दिन्छौँ बालेन्द्र साहबलाई पनि। काम अहिले एकदम तीव्र गतिमा गइरहेछ। जुन पहिला 1 वर्ष अगाडिदेखि काम सुरु भएको थियो तर त्यति तीव्र गतिमा गएको थिएन। अहिले जुन नयाँ सरकार अहिले स्थापना भएको छ, हजुर, यसले गर्दा पनि एकदम राम्रोसँग काम पनि तीव्र गतिमा भइरहेछ। अहिले हामी खुसी छौँ। हामीलाई नमासोस् होइन, राज्यलाई परे दिनपर्छ होइन त। सुकुम्बासी होस् अब आफूले भने जस्तो पैसा थनाएर किन्नेले नि छोड्नुपर्छ। तर हाम्रो बिलिबार नबनाउनु। बालेन्द्र सरकारलाई यही भन्छु, हामीले नै भोट दिने हो। नमस्कार, म कृष्ण कटेल। अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहको ड्रिम प्रोजेक्टको रूपमा हेरिएको सामाखुसी खोलाको यो करिडोर काठमाडौँ महानगरपालिकाको मेयरमा हुँदाखेरि खोला नाला मिच्न पाइँदैन, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन, प्रयोग गर्न पाइँदैन भनेर सार्वजनिक जग्गामाथि डोजर चलाएका र मिचिएको खोलामा पनि डोजर चलाएका काठमाडौँका मेयर बालेन्द्र शाह अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ। अब यो भिजन, उनले सुरुवात गरेको यो कार्य जहाँ चाहिँ खोला खुल्ला हुनुपर्छ, दायाँ बायाँ ढल हाल्ने हो र सडक बनाउने हो, ट्र्याक खोल्ने हो भन्ने यो सपना अहिलेको काठमाडौँ महानगरपालिकाले ठेक्का दिएको ठेकेदारले जसरी काम गरिरहेको छ, विभिन्न ठाउँमा साइट क्लियर हुन बाँकी छ। के यो सपना पुरा होला त? निर्धारित समय कहिले हो सर? कहिलेसम्म सकिन्छ तपाईँहरूको कन्ट्र्याक्ट चाहिँ? हाम्रो 84को मङ्सिरसम्म हो भन्ने कुरा छ। अब यो बिचमा सक्ने खालको छाँटकाट देखिन्छ कि के छ अवस्था? अब बिचमा साइड क्लियरेन्स भयो भने समयमै सकिएला। अहिले त इन्जिनियरले देश कब्जा गरे त सर, के हो? इन्जिनियरको त दिमाग हुन्छ नि त। इन्जिनियरले कसरी विकास गर्ने भन्ने कुरा इन्जिनियरलाई थाहा हुन्छ नि त। हजुर, त्यसैले इन्जिनियरले अहिले राम्रो काम गरिरहेछन् नि त। होला त, रिजल्ट निस्केला त? एकदम निस्किन्छ। काम रोकिएको छैन। यद्यपि तपाईँहरूलाई यो अहिलेको महँगीले, विश्वव्यापी तनावले गर्दा ढाड सेकिएको छ।